मोल बोक्यो मोल लानुपर्छ भन्थे गाउँघरमा पनि आफूले पनि काम नगरेका पनि अहिले यो बाटो पनि खाली पनि हिँड्न सकिन्थ्यो नि त अब हजुरको झोला के छ त नि केही छैन त्यो एक दुई जोर कपडा हो त्यति बोक्न हाम्रो गाह्रो चप्पल हो एउटा हिसाब है अन्त हजुरलाई यो गाह्रो भइछ होइन अब हजुरको साथीहरूले पनि भन्छन् फलाना कहिले हो के हो अब पहिले त अब भारी पनि यसरी बोकेर कम्पिटिसन गरेर हिँड्ने थियो अन्त साथीहरूले पनि कुरा गर्छ नि भन्छ